हेलो साथीहरु, कसलाई मसरुम मन पर्दैन? मैले जस्तै बनाएर खानु होला। मसरुम मन पर्नु थाल्छ है हजुरहरुलाई पनि। मसरुमलाई चाहिँ मैले धुएर अनि दुई दुई भाग गरेर काट्दै छु। अनि यो सबै काटिसकेपछि चाहिँ अब म यसलाई थोरै बोइल गर्छु। बेसी गल्ने गरेर बोइल गर्नु हुँदैन, हल्का बोइल गरेर निकाल्दिए। अनि त्यसैमा मैले मैदा अनि कर्नफ्लावर, चिली पेस्ट, गार्लिक पेस्ट राखे। अनि थोरै नुन, थोरै थोरै धुलो मसला र धुलो खुर्सानी पनि हाल्दियो, अर्जिना मटर अनि मरिचको धुलो अनि तेल राखेर मज्जाले अब यसलाई म मिक्स गर्छु। सबै यो मसरुम भरि लाग्ने गरेर मिक्स गर्नुपर्छ। अनि थोरै मैले कागतीको रस पनि राखिदिए अनि मिक्स गरेर साइडमा राखिदिन्छु। अनि यता चाहिँ चप गरेँ मैले सबै चाहिने चिजहरू। अनि प्यान गरम भयो, प्यान गरम भएपछि चाहिँ तेल हालेर तेल तताउँदैछु। अनि तेल तातिसकेपछि चाहिँ अब मैले एउटा एउटा गरेर मसरुमलाई हाल्दैछु। यसरी बनाएर खानुभयो भने चाहिँ यति मिठो लाग्छ। यस्तो मिठो भएको थियो नि यो फ्राई गरेर खाँदाखेरि त। यसरी मसरुमको कति तरकारी खाने भनेर अनि यस्तै फ्राई गरेर खाएको एकदमै मिठो भएको थियो। अनि यो क्रिस्पी हुनेन्जेलसम्म रातो भएपछि चाहिँ निकालिदिएँ। निकालिसकेपछि फेरि त्यही प्यानमा मैले लसुन चप गरेको हालेर भुट्दैछु। अनि थोरै हरियो प्याज अनि हरियो खुर्सानी पनि राखेर भुट्दैछु। अब चाहिँ यसमा धेरै केही मसला हाल्नु पर्दैन, खालि अनि त्यो जति प्याज स्याज थियो त्यो सबै काटेर राखिसकेपछि थोरै चिली फ्लेक्स अनि नुन स्वाद अनुसार हालिदिने। नुन अलिकति कम जस्तो लागेर मैले नुन हालिदिएँ। अनि सोया सस हालेँ। अनि मजाले फ्राई गरिसकेपछि चाहिँ अनि हेर्नुहोस् त धनियाँ पत्ता लास्टमा हाल्दै कस्तो हेर्दै खाउँ खाउँ लागेको छैन? कमेन्ट गर्नु।